हेलो गाइस, हामी चाहिँ चन्द्रगिरी केबुल कार चढ्न जाँदैछौँ हैन। उहाँ चाहिँ मेरो मम्मी, ऊ चाहिँ मेरो बहिनी हैन। अनि म भएर केबुल कार चढ्न जाँदैछौँ। फर्स्ट टाइम हो है तपाईहरु चाहिँ? म एकपटक पहिले नि गइसकेको छु गाइस। जाँदै हो, यस्तो राम्रो छ बाटो हेर्नु। त्यहाँ माथि देखिरहेको छ नि मान्छेहरू, उहाँहरू देखेरै डराइस हुनु म टाढैबाट। हेरौँ के रियाक्सन हुन्छ टोलीहरूको। हिँड्नुहोस् मोटो मान्छेलाई अलिक गाह्रो हो, दुब्लो पातलो त हिँड्न सक्छ। तर गइरहेछौँ, मौसम पनि सफा छ। आज काठमाडौँ भ्याली पुरै हेर्ने हो माथि डाँडामा गएर। अब थोरै छ गाइस। हामी चाहिँ अलिअलि नास्ताहरू यतिबाट लगेर जाने कुरा। हेर्नुहोस् काठमाडौँ भ्याली, ओ माई गड, यति तलैबाट देखिन्छ कति मजाले। उहाँ चाहिँ छक्कै पर्नु भएको छ। आमा चाहिँ मलाई देख त यता, मेरो बहिनी। जाँदैछौँ। आजको हाम्रो यात्रा चन्द्रगिरी पुगेर फर्किने हो। जाँदैछौँ। ल अलिअलि माथि खानालाई केही चाउचाउहरू पानी किनेर अब हामी लाग्यौँ होइन। हेर्नु, फाइनली हामी चन्द्रगिरी केबल कार जाने गेट लिएर पुग्यौँ होइन गाइज। जाँदैछौँ। कस्तो लाग्दैछ त? एकदम रमाइलो लागिरहेछ। मम्मी कस्तो लाग्दैछ? रमाइलो रहेछ। अझै रमाइलो छ, चढ्न बाँकी नै छ केबल कार। अच्छा अच्छा, जाँदैछौँ। कति राम्रो बाटो पनि, कति राम्रो राम्रो, कति राम्रो ठाउँ के। ओ माई गड, वाउ गाइज, यस्तो भयो त। कति स्वच्छ अनि कति सफा बाटो। ट्याक्कै पुग्नै लाग्यौँ अब हामी। त्यसपछि केबल कार चढ्ने। कति राम्रो, कति राम्रो है। राम्रो लाग्यो ठाउँ, कस्तो राम्रो। कति सफा, राम्रो लाग्यो हिँड्दा। अब लाइन हो।